रविले पैसा कमाउँदै भने किन नेपालमा आउनु पर्यो त? नेपालमा के थियो र? केही बनाउँला भनेर त नेपाल आएको हो नि। उ त आफ्नो ठाउँमा बसेको थियो नि। महिनाको 5 लाख रुपियाँ कमाएको थियो। अमेरिकाको ग्रिन कार्ड पाएकै थियो। यिनी जो नेताहरू छन् नि नेताहरू यिनले झार टट्टा गरेर यिनको सबै कुरो हातमा थियो। यिनको कुरो सबै यिनको नि हातमा मुठीमा थियो। भनेपछि अहिले चाहिँ उनीहरूको हातमा नभएर रवि लामिछाने बाहिर आएका हुन्। बाहिर नै आएका हुन्। अहिले के छ नेपालमा भनेको बलले लड्ने होइन बुद्धिले लड्ने हो। हाम्रो नेताहरूसँग एउटा अनि राम्रो मसिन गर्ने छैन। अनि कुनै पनि देशले त कब्जा गरिहाल्छ नि। हतियार ल्याउनु पर्यो। धेरै सेना राखेर नेपालमा विकास बन्छ न। सेनालाई राख्नुभन्दा राम्रो हतियार ल्याउँ। एउटा जे विमान लिएर गतिलो ल्याएर छिरेर लडाकु विमान कुरा गरौँ भनेपछि धेरै कुराहरू आउँछन्। अहिले रवि लामिछाने बाहिर आउनु भएको छ। हामीलाई त्यही नै खुसी छ। सुशीला कार्कीले प्रधानमन्त्री हुनभन्दा पहिला पनि यो जयन्ती आन्दोलन पनि थिएन है। मेरो कुरा सुन्नुहोस् है। पनि कस्तो लाजो म यार यो नेपाल भएको ठाउँमा जरुरी भन्न पनि आफूलाई लाग्दैन नि लाग्छ यार। यस्तो राम्रो ठाउँमा यार के बनाइसके यार। नर्क बनाइसके। स्वर्गको देशलाई नर्क बनाइसके। के छ नयाँ ताजा खबरहरू भन्नुहोस्। अरू नयाँ ताजा खबर त अब नेपालको बारेमा गरौँ भनेपछि अब हाम्रो घन्टीमा उठेको अब रवि लामिछाने सर बाहिर निक्लिनु भयो। जस्तो तेस्रो भयो भने रोटी टाँगेर निक्लिनु भयो कि कसरी बाहिर निक्लिनु भयो होइन। अब बाहिर रवि लामिछाने निक्ल्यो भने यिनी अब स्यालहरू दबाएर बसेका छन्। अब बुझ्नु भएको छ तपाईँले? बुझ्नुहुन्छ तपाईँले? भनेपछि रवि लामिछाने जेलमुक्त हुनसाथ यिनी स्यालहरू छन् नि स्यालहरू धेरै डराएका छन्। कता छ गुफाहरू कता छ केहरू त्यस्तो खोजेका छन्। अब हाम्रो रवि सर आउनु भएको छ। रविले पनि जनतालाई माया गरिदिनु पर्यो। रवि मात्र बाहिर आएर भएन। हामी त अब रविको अब धेरै समस्या गर्ने युवा अनि केटा हो होइन। भनेपछि तपाईँ रविलाई फुल्ली रूपमा सपोर्ट गर्नुहुन्छ? फुल स्ट्रिममा सपोर्ट। मैले तपाईँलाई अस्ति नै भनिरहेको छु बारम्बार भने यति रवि लामिछाने केही सहकारी ठग हुन्थ्यो भने कागज देखाउन् के। मुखले भनेर त भएन नि। प्रमाण देखाउन्। तिर्न जनता अनि तयार थिए। भनेपछि अहिलेको समयमा तपाईँ अत्याधिक खुसी? धेरै खुसी। धेरै एकदम खुसी। एकदम खुसी। भनेपछि अब देशमा रवि लामिछानेले केही गर्छन् कि भन्ने आश चाहिँ छ होइन त? आश भन्दा पनि धेरै आश छ जनतालाई रवि लामिछानेप्रति धेरै आश छ। किन भन्नुहुन्छ भनेपछि बालन शाहको आश थियो। बालन शाहले आश त देखाइदिनु भयो होइन। मेरो सर काठमाडौँ जो मेरो हुन्छ उहाँले त आश देखाइदिनु भयो जनतालाई। रवि लामिछानेको 100% ठुलो आश छ। सुशीला कार्कीले के गर्ने भन्दै थिइन् म 5 दिनमा के गर्छु भने भन्नु खै के गरे केही पनि गरिने। यिनी सुशीला कार्की सबै यिनी सुशीला कार्की प्रचण्ड बाबुरामीलाई घाममा सुकायो हुन्छ। यिनको काम छैन। यिनी बुढाबाबुको काम छैन। मैले त यति भन्छु कि यति नेपालमा शान्ति भएन। जहाँसम्म लाग्छ जयन्ती आन्दोलन गरेका हुन् 3 महिना भइसक्यो। कोही नेपालमा शान्ति पनि आएको छैन। अहिले हामीले अहिले कसैको कुरा सुनिएन। रवि लामिछाने बाहिर आउनु भएको छ। त्यसलाई राम्रोसँग सपोर्ट गर्ने हामीले गर्ने हो के। जनताले गर्ने हो नि। बाहिर मान्छे आएर गर्दैन होइन। जनताले सपोर्ट गर्नु पर्यो। र हामी सबै जनताको चाहना चाहिँ के भन्दा जति पनि अहिले नयाँ पार्टीहरू खोलिरहनु भएको छ। नयाँ युवाहरू आइरहनु भएको छ होइन। केही गर्छु देशको लागि भनेर निकै राम्रै देखाइरहनु भएको छ अहिलेसम्म। उहाँहरू सबै चाहिँ मिलेर एक ढिक्का भएर अगाडि बढ्नु भयो भने चाहिँ देशलाई राम्रो हुन्थ्यो कि देश बन्थ्यो कि भन्ने चाहिँ हो कि। मैले के भन्छु भनेपछि तपाईँ अनि अलिअलि जनताले आश गरेका मान्छेहरू चारपट्टि भयो भने त अनि कुरो मिल्दैन कि जस्तो लाग्छ कि मलाई जहाँसम्म लाग्छ यिनी नेपालमा यिनी दुईचारवटा यिनी नेताहरू छन् नि साना पार्टीहरू खोलेका छन् नि यो गलत हो। अगर पटनादेखि वनमा च्याउ उम्रिन्छ नि त्यस्तै अनि उम्रेका छन्। मैले जनतालाई एउटा कुरोमा भन्न चाहन्छु भनेपछि आजसम्म एमाले आयो, राप्रपा आयो, काङ्ग्रेस आयो, कोही नेता पनि नेपालमा आएको थियो यो नेता चोर हो यो नेता हो भनेर कसैले भन्न सकेको थियो? कसैले भन्न सकेको थिएन नि। रवि लामिछानेले भनेका हुन्। फेरि कोही नेताले भनेको थियो? ल मलाई भन्नुहोस् त। यति पैसा छिनामिना भएको छ, यति पैसा ऊ भएको छ भने कोही नेताले आजसम्म भनेका हुन्? हामीले कुनै नेताबाट सुनेका थिएनौँ। जनताले सुनेको भने रवि लामिछानेको मुखबाट सुनेको। जनता
अनि अगाडि बढेको। अनि कतिपय फेरि अब सहकारी पीडितहरू त फेरि ल हामीलाई अन्याय भयो, रवि लामेछाने छुट्न हुँदैन थियो, रवि लामेछाने छुटे भन्ने कुरा पनि उठिरहेछ होइन। कतिले समर्थन जनाइरहनु भएको छ भने कतिले असमर्थन पनि विरोध पनि जनाइरहनु भएको छ कि। त्यसो गर्दाखेरिमा न त रवि लामेछाने समग्र रूपमा हेर्नुपर्दा रवि लामेछाने देशका लागि चाहिने पात्र त हुन्नै। मैले त भने नि यार, तपाईँले कस्तो कुरा गर्नुहुन्छ, तिनले खाना पाएन नि रविको अनिवार्य। यदि रविले पैसा कमाउँथ्यो, यदि रविले पैसा कमाउँथ्यो भने चाहिँ किन नेपालमा आउनु पर्यो त? नेपालमा के थियो र? केही बनाउँला भनेर त नेपाल आएको हो नि। उता आफ्नो ठाउँमा बसेको थियो नि, महिनाको 5 लाख रुपियाँ कमाएको थियो, अमेरिकाको ग्रिन कार्ड पाएकै थियो। यदि रवि लामिछाने जयन्ती आन्दोलनको कुरा भयो भने चाहिँ देश शान्ति पनि हुन्छ अनि देश रवि लामिछाने बनाउँछन् पनि। तपाईँलाई ढुक्क छ? ढुक्क छु मैले तपाईँलाई भने नि, रवि लामेछानेले देश बनाउँछन् भने ढुक्क छैन? ढुक्क छु। किन भन्नुहुन्छ भने आजसम्म कोही माको लालले नेपालमा बनाउन सकेन भने नेपालको अरू त सारा हात्ती सुताएर जनावर बेचेर खाना लाए नि नेताहरूले, अनि देश यिनले बनाउँछन् भनेपछि अब अन्य पार्टीहरू चाहिँ अब सकिएको त फेरि सकियो। मैले भने एमाले काङ्ग्रेस सब घाममा काम छैन यिनका। काङ्ग्रेस त अब फेरि यो त फेरि तपाईँले मात्रै भनेर भएन नि, भोलि अब जनताले रुचाएर मत दिए भने त फेरि कस्तो कुरा गर्नुहुन्छ तपाईँ पनि जनता म पनि जनता। दुई चारवटा कुरा गाउँमा गएर गरौँला नि त, सहरमा गएर गरौँला नि त कुरा। नगरपालिका जाउँला, गाउँपालिका जाउँला, दुई चारवटा कुरा गर्न के जनता के लानु छ र? जनता त बाटो भइसक्यो नि, जनता बाटो बनाएको यही रवि लामिछानेले हो। अस्ति तपाईँको एमालेको महाधिवेशन हेर्नु भयो नि तपाईँले, कति मान्छे आथे, कति थियो जनसभा? मैले भने कुनै ठाउँमा कसैले पार्टी जनतालाई के भन्न चाहन्छु भनेपछि कसैले पार्टी गरेर खाऊ होइन, बिहामा केही छ खाऊ, तर तिनलाई भोट नदेऊ कि घन्टीलाई देऊ भोट। भनेपछि तपाईँले भन्न खोज्नु भएको कुनै पनि पार्टीले बोलाउँछ भने जाने खाइदिने तर भोट नदिने भन्नु। भोट नदेऊ, खाऊ, तिनको भोट नदेऊ। किन आइछ भनेपछि अब आउने चुनावमा चाहिँ अरू पार्टी यही गर्छन्, जनताले यही गर्छन्। तपाईँले नि गर्ने म पनि यही हो गर्ने, बुझ्नुभयो? अब तपाईँले भन् जस्तो नहोला नि त फेरि, तपाईँले सोचे जस्तो र भन् जस्तो नहुन सक्छ नि त। 100% हुन्छ। भोलि तपाईँले जनताले रुचाएर भोट दियो भने त सक्यो त फेरि। नै जनता अहिले लाटो छैन। जनता पहिला लाटो, अब जनता छैन, जनता अब बाटो छ। पहिला जस्तो लाटो छैन क्या अब जनता। यिनी जो नेताहरू छन् नि, नेताहरू यिनले झार टट्टा गरेर यिनको सबै कुरो हातमा थियो, यिनको कुरो सबै यिनको नि हातमा मुठीमा थियो। भनेपछि अहिले चाहिँ उनीहरूको हातमा नभएर रवि लामिछाने बाहिर आएका हुन्? बाहिर नै आएका हुन्। अहिले के छ, कति दिन टेक्ला थियो केपी, कति दिन टेक्ने थियो? अब तपाईँलाई कुरो गरौँ भनेपछि कुनै कुरामा सर मेरो कुरा सुन्नुहोस्, कुनै देशमा पनि यार जनतालाई गोली हाल्ने कोही अर्डर छ भन्नुहोस् त? त्यस्ता मूर्खलाई आज सिक्युरिटी आज दिने कसले दिएको सिक्युरिटी? भनेपछि मैले यति भन्न चाहन्छु, हाम्रो नेपालमा देश बनेछ भने यति सेना पनि चाहिन्न, यति पुलिस प्रशासन पनि चाहिन्न। किन भनेपछि तपाईँलाई म यति कुरा उदाहरण दिन्छु। हुन त म पनि एउटा सेना भएको मान्छे हो है, मैले पनि एउटा नुन पानी खान्छु, मसँग पनि आउँछ। कुनै टाइममा हामी त्यही अवस्था गरेर पिसिङ पाएर आएको। अब सेना नेपाल यति शान्त भयो भनेपछि सेना राख्ने यति जरुरत छैन। किन भन्नुहुन्छ, सेनाले खाने पैसा त बजेट भएपछि कोही ठाउँमा काम लगाउने नि, त्यो सेनाले तनखा दिने पैसा कोही बजेट लगाउन सकिन। नेपालमा भनेपछि अहिले नेपालमा कुनै पनि सशस्त्र प्रहरी आर्मी तपाईँको भएका ठाउँमा कुराहरू राख्ने, तपाईँको 5-10 हजार सेना भर्ती गर्छ भने नेपालमा विकास बनाउँछ, शान्ति छ भने 5,000 सेना राख्यो हुन्छ कि। हाम्रो किनकि हाम्रो त एउटा गोर्खाली गर्ने देशको भएको ठाउँ हो, कसले आँट गर्न सक्छ? भोलि तपाईँको चाहिँ अन्य देशले आक्रमण गर्यो भने अनि के गर्ने? नेपालमा भनेको बलले लड्ने होइन, बुद्धिले लड्ने हो। हाम्रो नेताहरूसँग एउटा अनि राम्रो मसिन गर्ने छैन, अनि कुनै पनि देशले त कब्जा गरिहाल्छ नि। हतियार ल्याउनु पर्यो, धेरै सेना राखेर नेपालमा विकास बन्छ न। सेनालाई राख्नुभन्दा राम्रो हतियार ल्याउनु। एउटा जे विमान ल्याएर गतिलो ल्याएर छिनेर लडाएको विमान ल्याएर नेताहरूले बाक्सभरि पैसा हालेर राख्ने देख्नु पहिला आगो अहिले लागेको पैसा होइन। हजुर, एउटा सानो जग्गा त्यो पाकिस्तानमा हेर्नुहोस्
कति छ हामीभन्दा कति पछिको देश हो कति छ सानो पैसा माटो परमाणु बम राखेको छ दुनियाँलाई हल्लाउँछ नेपालमा के छ नेपालमा सारा एउटा ठेउरोमा आट्नु पर्छ त्यसलाई घाममा सुकाउनुपर्छ पड्किँदैन किन हाम्रा कुनै देशबाट कुहिया सामान ल्याएर नेताहरूले ल्याएर पैसा नेताहरूले के गर्छन् म राम्रो हतियार ल्याउँछु भनेर जान्छन् ल्याउँछन् पुरानो हतियार यो भने जनतालाई ठग्ने नेपालमा त्यत्रो सेना राखेर काम छैन हतियारको लागि छुट्याएको रकम जति सबै आफै खाने त्यस्तो हुन्छ है हुन्छ नि भनेपछि यिनी चोरहरूलाई ल देश त ध्वस्तै बनाइसकेका नेताहरूले आधा देश त ध्वस्तै बनाइसके आधा त देश ध्वस्तै बनाइसके ल बस्दिम ल बसेरै दिउँ होला त कोही पनि आउँछ भने के मैले गलत मैले भनेको 10,000 रुपियाँ 50 तपाईँको कति हजार रुपियाँ सेना छ भने त्यसलाई आधा बनाएर कोही पैसा बचत लगाउन सकिन के छ त हाम्रो नेपालमा किन सेना यस्तो हो सेना भन्ने सेना त अब देशको सुरक्षाको लागि पनि त आवश्यक हो देशको अनि सुरक्षा हो भनेपछि काला पानी लुकोले इन्डियाले किन फेरि च्याप्छ त दिनका दिन राजनीतिक कुरा गरौँ भनेपछि धेरै कुराहरू आउँछन् अहिले रवि लामिछाने बाहिर आउनु भएको छ हामीलाई त्यही नै खुसी छ कि अब आउने चुनावमा रवि लामिछाने चुनाव लड्न पाउँछौँ त 100% जित्छ त तपाईँको चितवनबाट 100% हो कुनै पनि अहिले मधेसबाट पनि रवि लामिछानेलाई घन्टी ल्याएर जित्छ मधेसबाट जित्छ सोनालबाट जित्छ दाङबाट जित्छ घन्टीले के कुरा गर्नुहुन्छ तपाईँ भनेपछि अहिले यस्तो अहिले रविमय भइरहेछ नि त हिरा जस्तो अनि स्वर्ग देशलाई नर्क बनाएको छ यिनी माया नेताहरूले बच्चाहरूलाई गोली हान्ने माया उनलाई अहिले हान त के हुन्छ साले कुकुरले एउटा दुनियाँको देशले ठुक्छ क्या नेपाललाई यार राष्ट्रपतिले गोली हान्छ भनेपछि त्यो अनि देशको गयो अनि राष्ट्रपति त यदि सुशीला कार्कीले हुन्थ्यो भने 5 दिन भने किन बनाइने क्या त्यो हगिलले म बनाउँछु भन्थे जनतालाई गोली हान्ने न्याय कहीँ छ कानुनमा कहीँ छ भन्नुहोस् न ल भन्दा पहिला सुशीला कार्कीले प्रधानमन्त्री हुनभन्दा पहिला पनि यो जयन्ती आन्दोलन पनि थिएन है मेरो कुरा सुन्नुहोस् है जयन्ती आन्दोलन पछि नै त सुशीला कार्की प्रधानमन्त्री पहिले नै के भन्नुभएको थियो कस्तो भाषण गर्दै के हो यस्तो दुनियाँलाई ठग्ने जनता पीडित गर्ने के नै भन्नुहुन्थ्यो के नै गर्छु भन्नुभयो अब खै केही पनि भएको छैन ठिक छ अब रवि लामिछाने बाहिर निस्किनु भएको छ होइन हजुर भनेपछि अब देशमा सबै धेरै जनताहरूले उनीमाथि एउटा विश्वास पनि गरेका छन् जनताले धेरै विश्वास पनि मानेका छन् विदेशमा रहनु भएका दिदीबहिनी इष्टमित्रहरूले रवि लामिछाने बाहिर आएको धेरै खुसी मान्नु भएको छ धेरै खुसी मानेका छन् किनकि यिनी चोरहरू कहाँबाट आयो के आयो जनता उठेपछि कसैको केही पनि लाग्दैन लाग्छ भन्नुहोस् त सिंहरानी दरबारानी जलाए जनता उठेपछि कसै केही लाग्छ जनतालाई आश देखाएपछि आश देखाएरै देखाउनु भरोसा नतोड्नु कि सुशीला कार्कीमा आशा थियो जयन्तीले बनाएको त त्यो सुशीला कार्कीलाई के चुनाव जरेर अनि उठेर अनि भएको हो र होइन नि जनताले बनाएको त जनताको माफी पुरा गर्न सकिने देश त गाउँमा हुने त भयो प्रधानमन्त्रीले म जयन्ती आन्दोलनको माग पुरा गर्छु भनेर अनि प्रधानमन्त्री बन्छ अनि जयन्तीको मागै पुरा हुन देश त गाउँमा हुने भयो भनौँ पनि कस्तो लाग्यो म यार यो नेपाल भएको ठाउँमा जरुरी भन्नु पनि आफूलाई लाग्दैन लाग्छ यार यस्तो राम्रो ठाउँमा यार हेर के बनाइसके यार नर्क बनाइसके स्वर्गको देशलाई नर्क बनाइसके यिनी साले चोरहरू नेताहरूले जनावर बेचिन खान लाए अब आउने चुनावमा चाहिँ अब रवि लामिछाने पक्कै पनि सम्पूर्ण दाजुभाइहरूलाई इष्टमित्रलाई विदेशमा रहनु भएका सम्पूर्णमा के भन्न चाहन्छु भने आग्रह गर्न चाहन्छु भनेपछि तपाईँ 2 महिना पहिला पछि जानुहुन्छ भनेपछि 2 महिना अगाडि नै जानुहोस् राम्रोसँग नेपालमा गएर राम्रो नेतालाई चिनेर भोट हाल्नुहोस् नेपालमा दिदीबहिनीलाई के भन्छ ढुक्क हुनुहोस् रवि लामिछाने बाहिर आयो चिन्ता लिन पर्दैन रवि लामिछाने तपाईँले हामीमाथि अगाडि बढाउनु पर्यो के गर्छन् पनि अरू 2-4 कुराहरू गर्नुहुन्छ पनि म ढुक्क छु कुरा त सबैले गर्नुहुन्छ गरिरहेको कुरा त सबैले गर्नुहुन्छ तर व्यावहारिक रूपमा पनि देखाउनु पर्यो के किन मलाई विश्वास लाग्छ भने चाहिँ कोही टाइममा विदेशमा पर्नु भएका दिदीबहिनीहरूलाई उद्धार गर्नु भएको थियो कि सर
म त यो भन्न चाहन्छु उहाँले गरेका गुणहरू त अनि पुरा हुनै पुरा गरेका छैनन् जनताहरूले। कति उदाहरण गर्नुभयो तपाईँलाई थाहा छ? कति उदाहरण गर्नुभयो? उद्धार गर्नु भएको छ, धेरैले देख्नु प्रत्यक्ष जो गरेको मान्छेलाई थाहा छ कतिलाई उद्धार गर्नुभयो। कोही नेताले आजसम्म के नेताले गर्ने काम एउटा पत्रकारमा समाचारमा बोल्ने मान्छेले उद्धार गर्नु भएको थियो। नेताहरूले गरे, नेताहरूले केपीलाई त चिन्दैन को हो त्यो। त्यस्तो अनि बुढालाई अनि देश बनाउन उसले अनि सक्छ? मैले केही पनि चाहन्छु चाहिँ हाम्रो नेपालमा बालेन शाह, कुलमान घिसिङ, रवि लामिछाने, गोपी हमाल, हर्क साङपाङ यिनी 5वटा आयो भनेपछि देश अटोमेटिक बन्छ। यिनी एकजुट हुनु पर्यो कि कोही यता छ, कोही उता छ, कोही उता छ। एकजुट भएर अगाडि बढ्नु पर्यो हैन? एकजुट भएर अगाडि बढ्नु पर्यो। जनताले पनि भनेका मागहरू पनि पुरा गर्नु पर्यो। जनताले पनि बुझ्नु पर्यो, सोच्नु पर्यो कि हामीले जनताले के भन्छ भाले रक्सीमा नबिक देश बनाउनु छ भनेपछि भोलि पर्सि तिमीलाई पनि छोरा नातिना पालाएर होला भने हो कमसे कम केही बनाएर त जाऊ। दुई चारवटा कुराहरू बुझ, दुई चारवटा कुराहरू थाहा छैन भने कसैलाई सोध होइन? राम्रो मान्छेसँग गएर कहीँ कुराहरू गरेर सोध बुझ, यो भन्न चाहन्छु कि म जनतालाई। देश बनाउने राम्रो भिजन भएका नेताहरूलाई सबैले सपोर्ट गर्नु पर्यो, सबैलाई सबै जनताहरूले सपोर्ट गर्नु पर्यो। हस् ल, हुन्छ। अन्तिममा हामी छौँ होइन, ल पछि फेरि भेट्नेछौँ अवश्य पनि। हजुर। र अन्तिममा साथीभाइहरूले पनि भिडियो कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव प्रतिक्रिया दिनको लागि पनि हामी अनुरोध गर्न चाहन्छौँ होइन। बिल्कुल। ल साथीभाइहरूले यही भन्न चाहन्छु, लाइक अनि सब्सक्राइब गरिदिनु होला होइन। केही नराम्रो केही त्यस्तो त बोलेको त छैन होइन, किनकि जनताको बारेमा अगाडि आफ्नै देशको चिन्ताले बोलेको, जनतालाई अलिकति हौसला यस्तो गर्नुपर्छ है भनेर आफ्नो देशको बारेमा बोलेको हो। किनकि यार हाम्रो देशै अनि यस्तो छ, अहिलेको परिस्थिति नै त्यस्तो छ, यस्तै छ। त्यही भन्न चाहन्छु, लाइक अनि देशको मायाले बोले हो कि देशको मायाले बोले हो। किनभने माया के थियो र पैसा कमाएको छु आफ्नो मैले त आफूले कमाउँदा मैले कमाइ नै सकेको छु। आधा उमेर अनि गइसक्यो होइन, पैसा मैले कमाइ नै सकेको छु। 2-4 हजार ब्याङ्कको ब्यालेन्स छ, खान्छु बस्छु के कति नि बाँचिन्थ्यो र। ल अन्तिममा दाइ केही भन्ने? म यति भन्न चाहन्छु, दिदीबहिनी इष्टमित्रहरूलाई साथीभाइहरूलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हाम्रो भिडियोमा। कृपया ल हेरेर लाइक सब्सक्राइब गरिदिनु होला। ल धन्यवाद दाइ है त। ल धन्यवाद, बाई बाई।